2082को निर्वाचन कसैले सोच्दै नसोचेको, कसैले भविष्यवाणी नै गर्न नसकेको एउटा यस्तो चुनाव। आज हामी त्यही ऐतिहासिक नतिजाको गहिराईमा पुग्नेछौं। ल सुरु गरौं यो अविश्वसनीय राजनीतिक यात्राको विश्लेषण। यो निर्वाचन प्रणालीमा बहुमत आउनै सक्दैन, कसैले ल्याउनै सक्दैन। नेपालका प्राय सबै राजनीतिक विश्लेषक, ठूला मिडिया हाउस अनि पुराना दलहरू सबैले यही भन्थे। यो त एउटा अकाट्य सत्य जस्तै बनेको थियो भनौँ न। तर त्यो सब तबसम्म मात्र जबसम्म एउटा पार्टीले त्यो असम्भवलाई सम्भव बनाएर देखाइदिएन। यो घटनाले त नेपालको राजनीतिको पुरानो नियम नै भत्काइदियो। यो खण्डमा हामी हेर्नेछौँ कसरी राष्ट्रिय स्वतन्त्र पार्टीले असम्भव मानिएको कुरालाई सम्भव बनायो। यो थियो असम्भव निर्वाचन। नतिजाहरू साँच्चै अचम्मका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभरि यस्तो प्रदर्शन गर्यो कि झण्डै 2/3 बहुमत नै ल्यायो। र सबैभन्दा रमाइलो कुरा के भने, देशको नयाँ प्रधानमन्त्री बन्ने मान्छेको त चुनावको 3 महिना अघिसम्म पार्टी नै थिएन। अब यो राजनीतिक भुइँचालोको एपिसेन्टरतिर लागौं, काठमाडौँ उपत्यका, जहाँ रासपपाले सबैको अनुमानलाई गलत साबित गर्दै क्लिन स्वीप नै गर्यो। काठमाडौँ उपत्यका मतलब काठमाडौँ, ललितपुर र भक्तपुर कुनै बेला पुराना पार्टीहरूको किल्ला मानिन्थ्यो यो ठाउँ। तर यसपालि त यहीँ भयो सबैभन्दा ठूलो राजनीतिक लडाईँ। यी 3 जिल्लामा जम्मा निर्वाचन क्षेत्र कति छन् त? 15वटा। काठमाडौँमा 10, ललितपुरमा 3 अनि भक्तपुरमा 2। यो नम्बर चाहिँ याद राख्नुहोस् है। र राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको सिट सङ्ख्या त्यो पनि ठ्याक्कै 15, एउटा पनि सिट नछुटाई सबैमा जित। 100% क्लिन स्वीप। यो त ऐतिहासिक कुरा थियो। नेपालको इतिहासमै काठमाडौँ उपत्यकामा कुनै एउटा पार्टीले यसरी सबै सिट जितेको यो पहिलो पटक हो। यो त आफैमा एउटा रेकर्ड नै बन्यो। अब हेरौँ न कसरी वर्षौंदेखिका ठूलठूला राजनैतिक हस्तीहरू नयाँ अनुहारसँग ढले। यो खण्ड हो पुरानाको पतन। एउटा घटना हेरौं। एकजना सिनियर नेताले रासपपाका उम्मेद्वारलाई के भनेर उडाए भने, भोट माग्न गुगल म्याप चाहिने पर्यटक उम्मेद्वार। यो भन्ने व्यक्ति थिए भक्तपुर 2 का एमाले उम्मेद्वार महेश बस्नेत। तर नतिजा ठ्याक्कै उल्टो आयो। जसलाई पर्यटक उम्मेद्वार भनियो, रासोपाका राजीव खत्रीले आफूलाई स्थानीय हिरो ठान्ने महेश बस्नेतलाई झण्डै 4 गुणा बढी भोटले हराइदिए। भोटले दिएको जवाब भनौँ न। काठमाडौँ 1 को कथा पनि कम रोचक छैन। यहाँ त एकजना उम्मेद्वारले हारको ह्याट्रिकै गरे। राप्रपाका रविन्द्र मिश्र हेर्नु चाहिँ पहिलो चुनावमा 818 भोटले हारेका थिए। दोस्रोमा झन् थोरै जम्मा 124 भोटले। तर योपालि त तेस्रो नम्बरमा पुगे। उनको प्रदर्शनको ग्राफ झन तल गयो। यस्ता उथल पुथल अरू पनि धेरै भए। जस्तो कि नेपाली काङ्ग्रेसका सभापति गगन थापाले त हारको डरले आफ्नो क्षेत्र नै बदले। कुलमान घिसिङ जस्तो चर्चित मान्छेलाई एकजना पूर्व नगर प्रहरी प्रमुखले हराए। अनि ललितपुरमा त झन् नामै नसुनिएको रासपपाको उम्मेद्वारले काङ्ग्रेसका सहमहामन्त्रीलाई नै हराइदिए। अचम्मै भयो। ल अब अन्तिम खण्डमा जाउँ। यो चुनावले काठमाडौँ उपत्यकाको राजनीतिक नक्सा नै कसरी बदल्यो, अलिकति पुरानो र नयाँको तुलना गरेर हेरौँ। यहाँ हेर्नुहोस् त, 2079मा 7 सिट जितेको काङ्ग्रेस सिबै शून्यमा झर्यो। 5 सिटबाट सुरु गरेको रासोपाले सबै 15 सिट जित्यो। एमाले र अरू दलहरू पनि 0। केवल एउटै चुनावी चक्रमा उपत्यकाको पूरै राजनैतिक समीकरण नै उल्टियो। जनताको सन्देश एकदमै सिधा र स्पष्ट थियो। पुराना पार्टी र नेताहरूलाई पुरै नकार्यो। यो खालि केही सिटको हार जित मात्रै थिएन। यो त वर्षौंदेखि जम्मा भएको दिगदारी र परिवर्तनको भोकको एउटा विस्फोट नै थियो। दशकौंसम्म तिनै अनुहार हेर्दा हेर्दा के अब नेपालको राजनीतिको नक्सा सधैँका लागि फेरिएकै हो त? यो नतिजाले एउटा आशा त देखाएको छ, तर अबको खास चुनौती भनेको यो परिवर्तनलाई जोगाउनु र जनताको आशालाई पूरा गर्नु हो।